सम्पूर्णमा नमस्कार। आज म तपाईहरुलाई भन्न गइरहेको छु नेपालको संवैधानिक विकास क्रमको बारेमा। हालसम्म 2004 देखि 72 सम्म नेपालमा जम्मा 7 संविधान लागू भएको छ, जारी भएको छ, जसमा 6 वटा संविधान मात्र लागू हुन सकेको छ र एक मात्र लागू हुन नसकेको संविधान हो नेपाल संवैधानिक विकास क्रममा नेपाल सरकार वैधानिक कानून 2004। 2004 संविधान नेपालमा जारी त भयो तर लागू हुन सकिएन। लागू नहुने कारणहरू धेरै होलान् हैन। अब किन भएन एकछिनमा हामी कुरा गर्ने नै छौं, तर नेपाल सरकार वैधानिक कानून 2004 को बारेमा हामीले कुरा गरौँ। यो संविधानको विशेषता के छ, यो संविधान किन आयो, कसले ल्यायो भन्ने कुरामा हामी यहाँ जानकारी दिन गइरहेका छौं। नेपालको पहिलो तर लागू हुन नसकेका एक मात्र संविधान हो नेपाल सरकार वैधानिक कानून 2004, जुन जारी त भयो तर लागू हुन सकेन। त्यसपछि अर्को विशेषतामा जाऊ हामी। जारी मिति 2004 माघ 13 गते थियो हैन। लागू हुने भनिएको मिति विक्रमसम्म 2005 वैशाख 1 थियो तर लागू हुन सकिएन। लागू किन हुन सकेन? पद्म शमशेर प्रधानमन्त्री हुँदा उहाँले संविधान जारी गर्नुभयो तर लागू हुन सकिएन। किनभने पद्म शमशेर भनेको राणाहरूको सुधारवादी प्रधानमन्त्रीको रूपमा चिनिन्छ। पद्म शमशेर सुधारवादी नेताकै हुनाले उसले यसमा केही मौलिक हकको पनि समावेश गरेको थियो, जसले गर्दा राणाहरूलाई के लाग्यो, खासमा पद्म शमशेरलाई, कि जनतामा आफूप्रति भएको आक्रोशलाई केही मौलिक हकको व्यवस्था गरी हामीले त्यसलाई नियन्त्रण गर्न सक्छौँ कि भन्ने लाग्यो हैन। तर पछि पद्म शमशेरकै परिवार अर्थात् राणाहरूको परिवारमा के एउटा अन्योलता आयो कि हामीले मौलिक हकको व्यवस्था गरिदिँदा जनताले आफ्ना खुसी चाँडै छिन्छ कि भन्ने लाग्यो, जसले गर्दा राणा परिवारहरूले नै त्यो संविधानलाई लागू हुन दिएन। त्यसपछि यो संविधानमा 6 भाग थियो, 68 दफा र 1 अनुसूची थियो र यो संविधान नेपालको पहिलो संविधान थियो तर लागू हुन सकेन। अब हामीले कुरा गरौँ नेपालको दोस्रो संविधानको बारेमा। नेपाल अन्तरिम शासन विधान 2007। नेपाल अन्तरिम शासन विधान 2007 किन लागू भयो भन्दाखेरि 2004 सालको जुन संविधान जारी भएको थियो, जुन लागू हुन सकिएन, त्यसपछि फेरि 2007 सालमा राणाहरूको अन्त्यपछि नेपाल अन्तरिम शासन विधान 2007 जारी भयो, जसमा राजाबाट जारी गरेको नेपालको पहिलो संविधान। किनभने 2004 मा जारी भएको राजा हुँदाहुँदै पनि प्रधानमन्त्री पद्म शमशेरले जारी गर्नुभएको थियो, तर विक्रमसम्म 2007 सालमा राजाबाट जारी नेपालको पहिलो संविधान बन्न गयो नेपाल अन्तरिम शासन विधान 2007। त्यसपछि यो संविधानको दोस्रो विशेषता के थियो? नेपालमा लागू भएको पहिलो संविधान। यति बेलासम्म नेपालमा जारी त भएको थियो तर लागू हुन सकेका थिएनन्, तर नेपाल शासन अन्तरिम शासन विधान 2007 नेपालमा पहिलो पटक लागू भयो। अनि लागू भएपछि यसमा 7 भाग, 72 दफा र 1 अनुसूचीको व्यवस्था गरिएको थियो। अब लागू कहिले भयो भन्दाखेरि विक्रमसम्म 2007 साल चैत्र 29 गतेका दिन राजाबाट यो संविधान जारी भएको थियो। अब एकछिनमा हामीले यो संविधान जारी हुँदा राजा को थियो भन्ने कुरा पनि हामीले चर्चा गर्ने नै छौँ। त्यसपछि संविधान सभाको परिकल्पना गरेको तर असफल भएको अर्थात् सफल हुन नसकेको, यसमा यो संविधानमा संविधान सभाको परिकल्पना गरेको कि संविधान बनाउन संविधान सभा हुनुपर्छ तर सफल हुन सकिएन। त्यसपछि राज्यको निर्देशक सिद्धान्त समावेश गरेको नेपालको पहिलो संविधान हो नेपाल अन्तरिम शासन विधान 2007, जसमा राज्यको निर्देशक सिद्धान्तहरू समावेश गरिएको थियो। अब राज्यको निर्देशक सिद्धान्त के हो भन्दाखेरि हामी एकछिनमा पछि तपाईहरुलाई भन्ने गरौँला। पहिला हामीले संविधानको बारेमा बुझौँ। त्यसपछि तेस्रो नम्बरमा हामीले कुरा गर्न गइरहेको छौँ नेपाल अधिराज्यको संविधान 2015। यसमा पहिलो विशेषता के छन्? संविधानलाई पहिलो पटक मूल कानुनको रूपमा घोषणा गरेको। यसभन्दा अगाडि संविधान त जारी वा लागू भएको थियो तर योले संविधानले मूल कानुन हो भन्ने कुरामा अन्यलता थियो, जसलाई नेपाल अधिराज्यको संविधान 2015 ले पुष्टि गरिदियो कि नेपालको मूल कानुन संविधान नै हो। त्यसपछि नेपालमा संसदीय शासन प्रणालीको स्थापना गरेको संविधान नै हो 2015 को संविधान। आज जुन हामीले संसदीय प्रणालीको बारेमा कुरा गर्छौँ त्यो 2015 को संविधान अर्थात् नेपाल अधिराज्य संविधानको देन हो, योगदान हो। अब आयो यो संविधानमा यति राम्रो कुरा समावेश गरेको थियो, यसमा कुनै वैज्ञानिक वा संविधानविदको हात थिएन भन्ने कुरा लाग्न पनि सक्ला। तर हेरौँ, बेलायतका संविधानविद आइभर जेन्यूलाई
सल्लाहकारको रूपमा बोलाएको थियो। यो संविधान बनाउनको निम्ति सल्लाहकारको रूपमा बेलायतका संविधानविद, जसमा पहिला अलिखित संविधान जारी भएको देश नै बेलायत हो। सबभन्दा पहिला अलिखित संविधान जारी भएको देश बेलायत हो र यो देशका संविधानविद आइभर जिग्मीलाई सल्लाहकारको रूपमा बोलाएको थियो नेपाल अधिराज्यको संविधान 2015 बनाउनको लागि। यसमा मस्यौदा समितिको अध्यक्ष को थियो भन्दाखेरि भगवती प्रसाद सिंह। अब मस्यौदा समिति के हो बुझ्नमा अलि अप्ठ्यारो होला। मस्यौदा समिति भनेको संविधान लेख्ने व्यक्तिहरूको समूह हो जसले संविधानलाई लेख्ने गर्दछ। तर यो संविधान यति सुधारवादी संविधान सबभन्दा छोटो अवधिसम्म नेपालको इतिहासमा लागू भएको संविधान बन्न गयो, जसमा 10 भाग 77 धारा र अनुसूची विहीन थियो। अनुसूची थिएन। 3 नम्बरमा हामीले कुरा गरौँ नेपाल संविधान 2019 को बारेमा। 2015 पछि 19 को संविधान लागू भयो। लागू कहिले भयो भन्दाखेरि 2019 पौष 1 लागू मिति हेर है, लागू मिति 2019 पौष 1। सोध्ने भनेको यहीहरू हो हैन। अनि यो संविधानलाई पञ्चायती संविधान पनि भनिन्छ। किन भनिन्छ भन्दाखेरि राजाहरूको शासनमा हामीहरू सुनेको होला आफ्नो बाजेहरूबाट हैन, कि पहिला पञ्चायती व्यवस्था थियो रे, बहुदलहरू थियो। त्यसमा पञ्चायती संविधान भनेको 2019 को संविधान हो। त्यसपछि नागरिकतालाई संविधानमा समावेश गरिएको पहिलो संविधान बन्न गयो 2019। नेपालको संविधान 2019 मा नागरिकतालाई समावेश गरिएको थियो। त्यसपछि हामीले सुन्दै गरेको होला विश्वमा एक हिन्दू राष्ट्र पनि थियो रे, जुन नेपाल थियो, जसलाई नेपाल संविधान 2019 ले घोषणा गरेको थियो, समावेश गरेको थियो। त्यसपछि यो संविधान बनाउने समितिको अध्यक्ष वा मस्यौदा समितिको अध्यक्ष ऋषिकेश शाह थियो। ऋषिकेश शाह। त्यसपछि लागू भयो हामीले भन्दियौ। यसमा धारा कति थियो भन्दाखेरि 20 भाग 97 धारा र 6 अनुसूची थियो। अनुसूची। यो संविधान नेपालको संविधानमा एक मुख्य योगदान पुर्याएको थियो, जसले नागरिकतालाई समावेश गरेको थियो। त्यसपछि नेपाललाई हिन्दू राष्ट्रको घोषणा गरेको पनि थियो। यसमा अब हामीले विभिन्न कुराहरू भन्दा अनि 2019 पछि नेपालमा फेरि 2047 मा नयाँ संविधान लागू भयो। यो संविधानको नाम के थियो? नेपाल अधिराज्यको संविधान 2047। नेपाल अधिराज्यको संविधान 2047। 2047 को संविधानलाई नेपाल अधिराज्यको संविधान भनिन्छ। यो संविधानमा के थियो भन्दाखेरि अरू संविधान भन्दा यो संविधानमा फरक कुरा के थियो त्यो हामीले बुझ्नुपर्छ। यो संविधान पहिलो पटक सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेको यो संविधानले उल्लेख गर्यो कि सार्वभौम सत्ता नेपाली जनतामा निहित हुनेछ। अब सार्वभौम सत्ता के हो हामीले बुझ्नुपर्छ। सार्वभौम सत्ता भनेको राज्यको सबभन्दा सर्वोत्कृष्ट शक्ति, उच्चतम शक्ति, सर्वोत्कृष्ट शक्ति जनतामा निहित रहेको, जनताले शासन गर्न पाउने, प्रधानमन्त्री जनता हुन पाउने व्यवस्था गरियो। त्यसपछि राजनीतिक दललाई निषेध गर्न नपाइने व्यवस्था, जुन राजा महेन्द्रले विभिन्न राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाई पञ्चायती व्यवस्था लागू गर्नुभएको थियो, यसलाई निषेध गरियो। यसो गर्न नपाइने यो संविधानले ल्यायो। त्यसपछि 13 मौलिक हकको पनि व्यवस्था गरिएको थियो। त्यसपछि सूचनाको हकलाई पहिलोपटक मौलिक हकको रूपमा समावेश गरियो। अब मौलिक हक 13 थियो नै हैन, र त्यसमा सूचनाको हकलाई पनि मौलिक हककै रूपमा पहिलोपटक लागू गरेको थियो हैन। अनि मृत्युदण्डलाई उन्मूलन गरेको संविधान। पहिला राजाहरू हुँदा नेपालमा मृत्युदण्ड हुने गर्दथ्यो, जुन उन्मूलन गरियो। कुन संविधानले? नेपाल अधिराज्य संविधान 2047। अहिले पनि जुन देशहरूमा राजा छन्, जस्तै जहाँ राजाहरू छन् त्यहाँ मृत्युदण्ड अहिले पनि व्यवहारमै छ हैन। र नेपाल जस्तो प्रजातान्त्रिक देशमा यसलाई उन्मूलन गरियो कहिले? 2047 मा। त्यसपछि लागू मिति कहिले भयो त? 2047 7 महिना 23 गते कार्तिक। त्यसपछि यसमा 23 भाग 133 धारा 3 अनुसूची रहेको छ। यसको मस्यौदा समितिको अध्यक्ष थियो विश्वनाथ उपाध्याय।
अब 2047 पछि नेपालमा लागू भएको संविधान हो नेपालको आन्तरिक संविधान 2063। अब यस संविधानमा के भयो भन्दाखेरि योभन्दा अगाडिको संविधानमा सार्वभौम सत्ता त जनतामा थियो तर राजकीय सत्ता भनेको राजाकै। यसमा के भयो, राजा जब राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको घोषणा भयो यसमा सार्वभौम सत्ता र राजकीय सत्ता दुवै जनतामा निहित हुन गयो। त्यसपछि नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको सुरुवात भयो। त्यसपछि आमाको नामबाट समेत नागरिकता पाउने व्यवस्था गरियो। त्यसपछि धर्मनिरपेक्ष राज्यको घोषणा गरियो। हुन त यो धर्मनिरपेक्ष राज्यको घोषणा पहिला नै गरिदिएको थियो 63 जेठ 4 मै, र संविधानभन्दा त्यसलाई मात्र त्यसमा समावेश गरेको। अब आउ संविधान सभाको परिकल्पना पनि गरेको, सफल पनि भएको। 2007 सालको संविधानमा सभाको परिकल्पना गरेको थियो होइन 2007 मा, तर असफल भएको र यसमा सफल भयो। त्यसपछि पहिलो संविधान सभाको निर्वाचन, यो त अन्तरिम संविधान हो। अन्तरिम संविधान भनेको के हो, नयाँ संविधान नबनुन्जेलसम्मको लागि मात्र। त्यसमा पहिलो संविधान बनाउनको लागि पहिलो संविधान सभाको निर्वाचन 64 चैत्र 28 मा भयो, तर सफल हुन सकेन, बनाउन सकेन, उनीहरू राजीनामा दिए। त्यसपछि दोस्रो संविधान सभाको निर्वाचन 2070 मङ्सिर 4 मा भयो, उनीहरूले बनाउन सफल भयो र यसमा सदस्यहरू कति थिए, जम्मा सदस्य एकछिन, यो संविधान दोस्रो संविधान सभामा जुन संविधान सभाको निर्वाचन थियो यसमा जम्मा सदस्य 601 नेपालीमा लेखो सबै होइन 601, जसमा प्रत्यक्ष मनोनित र समानुपातिक गरी जम्मा 3 मा थियो, जसमा प्रत्यक्षमा 240, मनोनितमा 26 र समानुपातिकमा 335 जना गरी जम्मा 601 जना सदस्य थियो र यसले संविधान 2072 बनाउन सफल भए। जुन संविधान 2072 बनाउन सफल भए त्यो 2072 संविधान मधेसीहरूको लागि अधिकारहरूको हनन गरिएको भन्दै उपेन्द्र यादव सहितका नेताहरूले यसलाई विरोध गरे र त्यसमा हस्ताक्षर गरेन। यो संविधानको बारेमा हामी अगाडि पढ्ने नै छौँ। आजलाई यति।